टासी दिले सबैजनालाई यो चाहिँ घुमको सबसे पुरानो मोनास्ट्री हो। आज चाहिँ वेदर एकदमै क्लियर छ, तपाईँले हेर्न सक्नुहुन्छ। र यो चाहिँ यहाँको नयाँ गेट हो र यहाँको गुरुजीले घेसेला भन्नुहुन्छ। उहाँले चाहिँ यहाँ मुनि चाहिँ एउटा मण्डला बनाएको छ। मण्डला चाहिँ अति सुन्दर छ है। गुम्बाको नाम चाहिँ यो हो र मण्डला चाहिँ अति सुन्दर छ। अब हामी चाहिँ यो मुनिबाट आउँदाखेरि यो मण्डलाको मुनिबाट आउँदाखेरि हामीले मण्डलाको दर्शन गऱ्यौँ र मण्डलाको मुनिबाट छिटेर हाम्रो धेरै नराम्रो होइन अब के भन्नु बाधाहरू भयो, हामीले गरेको कतिवटा पापहरू छ यो धोएर जान्छ भन्ने उहाँ गुरुहरूले भन्छ है। अन्त यसरी नै हामी अब यो बाटो घुमबाट डेड बडीहरू ल्याउँदा पनि हामीले योबाट मुनि लाँदाखेरि उहाँलाई डेड बडीलाई जो मृतक छ उहाँलाई धेरै फाइदा लाभ हुने गरिरहेको छ भन्छ है। अन्त यहाँ तपाईँले हेर्न सक्नुहुन्छ उहाँको ड्रइङहरू।